रासपाले गर्यो जनयात्रा सुरु। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो पहिलो सामान्य महाधिवेशन जनरल कन्भर्सेसन नहुँदा पनि पार्टी संगठन र जनसम्पर्क बलियो बनाउनका लागि जनयात्रा कार्यक्रम सुरु गरेको छ। यो जनयात्रा 7 प्रदेशको 77 वटै जिल्लामा सञ्चालन हुने भएको छ। वीरेन्द्र उर्फ वीरेनको साथमा सीधा समाचार। एसियन कप क्वालिफायरका लागि नेपाल भियतनामसँग खेल्दै। नेपाली राष्ट्रिय फुटबल टोली एएएफसी एसियन क्वालिफायरका लागि भियतनामसँग खेल्ने भएको छ। उक्त खेल खेल्नका लागि नेपाली टोली भियतनाममा प्रस्थान गरेको छ भने 2वटा खेलहरू भियतनाममा हुने निर्धारित भएका छन्। हेड कोच म्याट रोचले टोलीले राम्रो तयारी गरेको बताएका छन्। वीरेन्द्र उर्फ वीरेनको साथमा सीधा समाचार। नेपालमा आंशिक वर्षा। मौसम विभाग डीएचएमले आफ्नो विकली वेदर आउटलुक निकालेको छ। नेपालमा आंशिक वर्षा र बादलहरूको गतिविधि रहने भएकाले चेतावनी समेत दिएको छ भने केही क्षेत्रमा अझै पनि भारी वर्षा र बाढी पहिरोका घटनाहरू हुने सम्भावना भएकाले सावधान हुन बताएको छ। वीरेन्द्र उर्फ वीरेनको साथमा सीधा समाचार।